एभ्रिवान वेलकम माई अनदर ब्लग। आजको ब्लग चाहिँ एकदम दामी हुनेछ। हाम्रो घरमा चाहिँ अहिले पूजा स्टार्ट हुँदैछ। यो चाहिँ मेरो हातको कलर गरेको थियो कि त कलर चामलको टिका बनाएको थियो त्यसकै हो। म चाहिँ यहाँनिर तोरणदोरी बनाउँदैछु। यहाँ छ मेरो बहिनी। पूजा चल्दैछ। हाम्रो यहाँनिर भाउजू चाहिँ रोटी पोल्नु हुँदैछ गरममा। सेलरोटी तातो रोटी हेर्नुहोस् है। हामी चाहिँ यहाँनिर डेकोरेसन चल्दैछ। डेकोरेसन कम्प्लिट भइसकेको छैन। यो चाहिँ हो हाम्रो बिहाको घर, शादीवाला माहौल। यहाँनिर छ हाम्रो दिदी बाख्राकोटबाट आइपुग्नु भएको। अन्त यहाँनिर चाहिँ गिफ्ट प्याक चल्दैछ होइन दिदी? हजुर, गिफ्ट प्याक हुँदैछ सबैको लागि। भोलिको लागि एकदम रेडी छ। मेरो रुममा चाहिँ कसैले भन्नु भएको मेरो रुम चाहिँ जन्नत भन्दा कमी छैन। सही हो जन्नत अरे हो। सही हो। हाम्रो ब्राइड टु बी काम गरेर कस्तो भयो त? हत्तु भयो होला होइन? ड्रेन सफा गरेर हाम्रो भाइ चाहिँ भोलि बिहाको लागि एकदम सफा गरिदिँदैछ यहाँनिर होइन? हो दाजु आउनु हुँदैछ। हाम्रो यहाँनिर चाहिँ स्टेजको काम हुँदैछ। तपाईँ के भन्नुहुन्छ चाहन्छु दादा? दामी भएको छ काम, एक नम्बर। हामी पेप्सी बार्दै हिँड्दैछौँ। यहाँ छ ग्लास, बहिनीले चाहिँ पेप्सी छ। हाम्रो चाहिँ यहाँनिर रेडी हुँदैछ हल्दीको लागि दिदी। बेहुलीलाई चाहिँ उसले बहिनीले सिँगारी दिँदैछ अनि हामी चाहिँ हेर्दैछौँ यहाँ सेट्टै भयो। हेलो, हामी चाहिँ रेडी भइसक्यो हल्दीको लागि। यहाँ छ हाम्रो ब्युटिफुल दिदी। यहाँ छ हाम्रो अर्को दिदी। यहाँ छ मेरो छोरी। अब चाहिँ हामी मुनिकाको हल्दीको लागि सबैजना रेडी भइसक्यौँ। अब मुनि जाने। तपाईँहरूलाई मुनि गएर देखाउने छु। यहाँनिर फोटो सेसन हुँदैछ। दामी, अरे बाफरे, हल्दी भइसक्यो। यहाँनिर चाहिँ सबैजना बसिरहेछ। अब चाहिँ डान्स हुँदैछ बहिनीहरूको। हेलो, हाम्रो चाहिँ हल्दीको प्रोग्राम सकेर मेहन्दीको सुरु भयो। धेरै नै लगाइसक्यो मेहन्दी। हाम्रो यहाँ छ ब्राइटले मेहन्दी लगाइसक्यो। यहाँ चाहिँ मेरो सिम्पल चाहिँ यहाँ दिदीको फोटो सेसन हुँदैछ हल्दीको। अब चाहिँ हामी सुत्ने एकछिनमा। सबैजनालाई गुड नाइट। अब भोलि बिहाको भिडियो हेर्नुहोस्। बाई बाई।